मुख पनि बराबर 1 घन्टा जति हेर्ने हो। अब सबै कुरा खुवाइसक्यो त्यो गरी दक्षिणा दिनु पर्यो। अब दक्षिणा चाहिँ मेरो कान्छो भाइ अनि मेरो मम्मी हुनुहुन्छ बुहारी। ल आमा यो चाहिँ चक्लेट खानु यति यति हो। यो बाहेक त अब ठुलो पर्छ त हो न होइन। ल यो पनि ल यो पनि आमै 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 5 मिनेटदेखि लिएर 50 यो छ हौ साथीहरू परदेशमा बसेर यसरी हेरेर आमाको मुख आफूलाई यस्तो गरेर हुँदैन नि उप्पा यो पनि हेर्नु। अब यसो खानु होला आमा। त्यो तँ खानु भने ल आमा छोरा भनेर छोरै हुन्छ जहिले पनि। अन्त छोराछोरी एउटै हो। भाइसँग झगडा पर्छ कतिदेखि बोल्दैन तर पनि आमा छोराको सम्बन्ध भनेको आमा छोरीको सम्बन्ध भनेको चाहिँ माथिबाटै बनेर आएको हुँदो रहेछ कि जस्तो भए पनि होइन। गाइस तपाईँ विदेशमा रहनु भएको चाहिँ सबैजनालाई कसैको मम्मी हुनुहुन्न होला कसैको मम्मी हुनुहुन्छ होला नहुनेलाई सम्झना उनीहरूले अवश्य पनि कल गर्नुभयो होला कुरा गर्नुभयो होला। मैले पनि कुरा गरेँ तर मम्मी रुनु खोज्नु भएको थियो तर मैले चाहिँ हल्का मजाक गर्दै अब आज आमाको मुख दिन मजाले म चाहिँ अब भिडियो कलमा आमालाई हेर्छु मुख मात्रै हेरेर बस्ने भनेर हल्का जिस्काइदिएँ आमालाई। अनि बिचरा मम्मी पनि हाँस्दै हुनुहुन्थ्यो। त्यही हो यो चाडबाड भन्दा पनि आमा चाहिँ सदैव तपाईँको मनमुटुमा रहिरहन्छ है। सबैलाई ढिलै भए पनि ह्याप्पी मदर्स डे। अनि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् व्यस्त रहनुहोस् अनि